एकचोटि फर्केर ती पुराना दिनहरू सम्झेर हाँसौँ है त। आउँदो चुनावमा रासोवा भन्ने पार्टीको 0 सिट हो। रेणु दाहालले यदि चितवनमा चुनाव हार्छ भने यो त्यसमा अर्को युद्ध हुन्छ ल। के सुरु गरेको 5 मा हैन केपी ओली लड्नु भएको ठाउँमा सबै दल एक भएर जाँदा पनि केपी ओलीलाई हराउने ताकत कसैको छैन। बालेन त फरक कुरा त्यसो। बालेन त फरक कुरो, उहाँको त जमानत जफत हुन्छ, लेखेर राख्नु जमानत जफत गरेर हुन्छ उहाँले। पहिला नम्बर के भन्यो भने एक त उसले चुनावै लड्दैन, दोस्रो कुरा चुनाव लड्यो भने जित्दैन, अगर जितो भने भन्ने प्रश्न आयो म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिन, जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। कस्ता कहाँ गए मुसाका छोरा कोटा भन्छन् नि। केपी शर्मा ओलीलाई कसले हराउन खोज्दाखेरि सकेनन्। अब बालेन शाहले केपी शर्मा ओलीलाई हराउने यो आकाश खसे के होला जस्तो कुरा नगर्नुहोस् के ऋषिजी। 20 देखि 25,000 मतले उहाँले जित्न सक्नु भएन छ भने तपाईहरुलाई अगाडि मिडियाका अगाडि यो कुरा मैले तपाईहरुलाई साँची राखेर यो कुरा गर्छु। मलाई कहाँ झुन्याउनु पर्छ। 20 देखि 25,000 मतान्तरले जित्नु भएन छ भने निर्वाचनको मत परिणाम आएका दिन म झुन्निन तयार छु। 1,10,000 मत खस्न सक्छ। 1,10,000 मध्ये 60,000 को आसपास मत सूर्य चिन्हमा खस्छ। अरू मत अलिअलि बाँडिएला नि 23 जनामा। चुनावलाई थ्रेट एमालेलाई कांग्रेसलाई थ्रेट चुनावमा केपी ओली यदि हारो भने चाहिँ म इलाम दिन छोड्छु। झुटा कुरा हैन। बालेन शाहले झापा पासबाट जित्यो भने 30,000 खसी मैले दिने भए। फागुन 21 मा चुनाव भयो भने म राजीनामाबाट सन्यास लिन्छु। निर्वाचन भयो भने म घाँटी गाडी छु। बालेनले जित्यो भने झापामा